कुर्सिया पठाउने 50 जनालाई कुर्सिया पठाउने दलाल हुनुहुन्छ उहाँ तपाईको मागा तस्कर पैसा दिने कि नदिने भन्नुस् क्या छैन सर यो बेला अहिले पैसा कति भयो यहाँ तपाईहरु यहाँ काठमाडौँ कति महिनादेखि कुर्नु भएको छ हामी अहिले एकचोटि सुर्खेतबाट आउँदाखेरि उसको कति हुन्छ सुर्खेतबाट आउँदा कति खर्च हुन्छ तिर्ने हो तपाईँ तिर्ने हो भन्नु तिर्ने हो बिबिएस गर्न दिल्ली जानुपर्छ होइन विकास गर्न दिल्ली जानुपर्छ भन्ने तपाईँ मान्छे किन ठग्ने भने दाइ बच्चा जस्तो तपाईँ यति ठुलो गल्ती गर्ने यार कसैको अहिले 100 रुपियाँ पाउने दिन छैन 100 रुपियाँ माग्दा उ गर्छन् के हो तपाईँ यहाँ पीडितहरू अरू पीडितहरू आउँदैछन् 50 जना आउँदैछन् तपाईँलाई भेट्यो भने मार्छु भन्दैछन् बुझ्नुभयो उहाँहरूलाई अब के गर्ने पैसा अहिले निकाल्नु पर्यो तपाईँले अब पैसा के गर्नुभयो त पैसा चक्का दिनुभयो